ल साथीहरू, म चाहिँ यसरी आइस पानीमा चोप्लिँदै यो हाम्रो मिनारी जातको साग काट्ने काम चाहिँ गर्छु भनेर भन्ने चाहिँ हाम्रो त्यो लक्ष्मण बल। हामी चाहिँ यसो टक्क साग केलाउँदैछु म चाहिँ। अब खाने हो यो साग, टक्क बनाएर चाहिँ मिनारी जात हो। यसलाई चाहिँ हामीले मजाले छानेर, यो महँगो छ फेरि, यो स्वास्थ्यको लागि पनि राम्रो, अनि यो किन्न चाहिँ सकिँदैन। यो अब आफ्नै यो साउको करेसा बारीमा फलेको बारी त नभनौँ, अब यो कम्पनी बाहिर फलेको साग हो। अब त्यति बेलेको हो गाइस है। अब हामी चाहिँ यसरी बनाएर यसलाई चाहिँ टक्क बनाएर खाने हो भन्ने प्लानमा छौँ हामी चाहिँ। यो एउटै मुठाको लगभग 3500 भन्छ यतातिर चाहिँ, 3500देखिको 4000को हाराहारीमा पर्छ। त्यो भनेको सानो यत्रै मुठालाई लगभग हाम्रो 400 भनौँ न, नेपाली 400 पर्छ। र हामीसँग चाहिँ टन्नै छ अहिले यो कम्पनी बाहिर है। अब यो चाहिँ कसैले साउहरूले देख्यो भने त लगिहाल्छ। यो चाहिँ अब देख्नु त देखेछ, त्यही पनि त्यहाँ हत्तपत्त जाँदैन त्यो ठाउँमा। त्यही भएर हामीले चाहिँ यसो लुकेर ट्याक्क काटेर लिएका छौँ। अनि यसलाई चाहिँ कसरी खाने भन्ने कुरो चाहिँ यो हामीले युट्युबमा पनि हेरिसकेका छौँ। अघि साथी र म गएर टक्क लुकेर काटेर ल्यायो। अब हामी त्यही अनुसारको भिडियो बनाएर भिडियो हेरेर खानेवालामा छौँ। अब यो चाहिँ स्वास्थ्यलाई राम्रो गर्छ अरे कि यसले चाहिँ। यताको प्राय भोटेहरूले चाहिँ मन पराउने भनेको चाहिँ यस्तै सागहरू। हजुर, काँचै खान्छ उनीहरूले चाहिँ, तर हामी चाहिँ काँचो नखाने। यो काँचो खायो भने चाहिँ अलिकति हामीले चाहिँ अलिक त्यति पाचन प्रक्रियाले काम गर्दैन। उनीहरूको चाहिँ बानी परिसकेको छ है। अब उनीहरू चाहिँ काँचै झ्याराम खाइदिनु उनीहरू चाहिँ, हामी चाहिँ सक्दैन यसरी काँचै खानालाई। त्यही भएर यसलाई चाहिँ हामी टक्क केलाएर राम्रो बनाएर, अनि मासु हुन्छ नि, मासु हाम्रो गाउँघरतिर त्यो रायोको साग के मिसाएर हाल्छ नि बनाएर, हो त्यस्तरी बनाएर चाहिँ खाने नितो गरिरहेछौँ हामीले। यहाँ प्रक्रिया मिलाइरहेको छौँ। साथीले च्याट्ट त्यहाँ काट्दैछन् मासु सासु त होइन है गाइस, फेरि मासु मात्रै हो। यसलाई यो खानुको छुट्टै फाइदा छ क्या। यहाँ हामी अलिकति हार्ड काम गर्छौँ, त्यो भएको हुनाले चाहिँ स्वास्थ्यलाई चाहिँ थोरै फाइदाजनक चाहिँ हुन्छ भन्ने कुरा चाहिँ छ। अघि साउनी बुढीले पनि देखिन्छ कि छारे भन्दै थियो, राम्रो भन्दै थिएँ। ठिक छ, अब हामी त्यही अनुसारको टक्क खाने हो गाइस। है गाइस, भरे भेटौँला खाने बेलामा।